नमस्कार मित्रहरू, शुभ मङ्गलम। आज हामी धम्मपदको अर्को गाथामा जाउँ, जुन भगवानले जेतवनमा कौशल राजालाई सम्झाउनु भएको थियो। त्यसमा भन्नुभएको छ, जयम वीरम पशवती दुःखम सेति पराजितो उपसन्तो सुखम सेति हित्वा जय पराजयम। भन्नको अर्थ रहेछ, विजयले वैरभाव उत्पन्न गराउँछ, पराजित पुरुष दुःखपूर्वक सुत्छ, शान्त पुरुष जय र पराजयलाई त्यागेर सुखपूर्वक सुत्छ। हेर्नुहोस् त, हामीहरूले के ख्याल गऱ्यौँ, अरूलाई जित्छु, अरूलाई पराजय गराउँछु भन्ने वैरभाव राख्दाखेरि हामीहरूमा शान्ति हुँदैन। त्यसो हुँदाखेरि शान्त पुरुष भएर बसौँ। सबैको शुभ होस्, मङ्गल होस्, कल्याण होस्।